हामी गोसाइँकुण्डको यात्रामा छौँ। हामी करिबन गन्तव्यमा पुग्न लागिसकेका छौँ। यहाँनिर चाहिँ गोसाइँकुण्ड जाने क्रममा बाटोमा चाहिँ यति राम्रो यो चट्टानको यसलाई काला पत्थरको चाहिँ नि पहाड भेटेको छ। साक्षात् शिवजीको रूप जस्तै यहाँ देखिरहेका छौँ हामीले। यसरी हेर्न सकिन्छ। ओहो, त्यहाँ भैरवकुण्ड है। जो यहाँ एउटा कुण्ड पनि देख्न सक्नुहुन्छ। यो कुण्ड चाहिँ नि अब कसैले भैरवकुण्ड भन्छन् के हो, हामी एकछिन पत्ता लगाउँछौँ साथीहरू है। आहा, कति रमाइलो, स्वर्ग यहीँ छ है। यहाँ भैरवकुण्ड अथवा कुन चाहिँ कुण्ड छ, यसरी सरलाई हेर्नुहोस् है। अब यहाँ तीर्थालुहरूको चाहिँ धेरै नै भिड छ यहाँ। यहाँको तीर्थालुको भ्याट चाहिँ गजब छ यहाँनिर।